दिनको सुरुवात भइसकेको छ। आज म 5:15 उठेर वक गर्ने ड्रेस लगाएर त्यहाँदेखि पानी खाएर जबरजस्ती फ्रेस हुने कोसिस गर्दैछु। आँखा साँखा सबै सुनिसकेको छ र यहाँनिर मर्निङ वकतर्फ लागेँ र मेरो हिँडाइ त्यस्तै छ। म एकदम बिस्तारै हिँड्छु एउटा लेभलमा अनि जाँदैछौँ मर्निङ वक गर्दै अनि आई लभ मामरिङमा पुग्यौँ। हाम्रो डेस्टिनेसन चाहिँ मेरो चाहिँ आई लभ मामरिङ हो। त्योभन्दा उँभो चाहिँ गएको छुइनँ। म त्यति नै जाँदैछु। 2 किलोमिटर छ, आउँदा 2 किलोमिटर, गर्दा 4 किलोमिटर हुन्छ। माम पाक्यो, यो दाल पाक्दैछ छोला मटरको र नानीलाई यहाँ खाजा रोटी बनाइदिँदैछु। यो चाहिँ चटेरा छ आजको। र नानीलाई चाहिँ मैले आज खाजा रोटी पठाइदिँदैछु। अरू बेला चाहिँ म 3टा पठाइदिन्थेँ, आज चाहिँ मैले 4टा पठाइदिएँ है। अनि उसको साथीहरूलाई पनि दिन्छ नि त। अनि मैले अस्ति घरमै बनाएको थियो म्याङ्गोको आँपको जाम र त्यही जाम हाल्दै जाम र रोटी। अनि फाइनली उसलाई पठाएपछि मात्रै म ठुलो सास फेर्छु, ठुलो सास फेर्छु, नभए चाहिँ उठेदेखि सासै फेर्न भ्याइँदैन। अब स्कुल जान रेडी भइसकेको छ। आमाले नुहाएर चाहिँ एकदमै टिपटप बनाएर आउनु भएको छ है। छोरोलाई रेडी बनाएर स्कुल पठाउने बेला भइसकेको छ। त्यसले गर्दा आजको मिनी ब्लग चाहिँ म यहीँ एन्ड गर्दैछु। बाई, टेक केयर, ह्याभ अ वन्डरफुल डे।